म देश र जनतालाई धोका दिएर बाँच्दिनँ, एक पल पनि बाँच्दिनँ। जनताको निर्णयभन्दा ठुलो त मेरो निर्णय त होइन होला। मेरो निर्णय यदि ठुलो हुन्छ भने त सबै सिट मैले जित्दा भइहाल्थ्यो नि त। खोइ त अब जनताले त्यो मान्नु भयो। अब जनताले अब जे भन्नुभयो त्यही हो। अब जे स्थानमा दिनुभयो त्यही स्थानमा हामी बस्छौँ। तर जनताको पक्षबाट, पीडितको पक्षबाट, शोषित होइन तपाईँको छैन को पक्षबाट मेरो तर्फबाट उत्तर के अरे प्रश्न जान्छ त्यहाँ। त्यसको उत्तर उहाँहरूले नदिकन भाग्नु पाउनुहुन्न। सङ्ख्याको दम्ब देखाउन पाइँदैन। लोकतन्त्रमा एकजना मान्छेको आवाज पनि सुनिनुपर्छ। 100जना मान्छे भेला भयो अनि एकजनाको चाहिँ आवाज नसुन्ने भन्ने स्थिति हुँदैन। आवाज सुनेन भने हङ्गामा हुन्छ संसदमा, रोइगराइ चल्छ तपाईँको। सदन र सडक दुवैमा तताइहाल्छौँ नि हामी। कहाँ त्यसरी भाग्न पाउँछ? एकजना मान्छेले जस्तै यहाँ अब तपाईँको छैन कोही कसैले तपाईँले प्रश्न सोध्दै हुन्छ, अर्को पत्रकारले प्रश्न सोधेको चाहिँ मैले उत्तर नदिई भाग्न पाउँछु? पाउँदिनँ।